त्यही प्रहरी कार्यालय रूपन्देहीले गरेको अनुसन्धान त्यहाँको रूपन्देहीको अदालतमा भएका प्रमाणहरू पेश गरौँ। अहिले मैले कुनै पनि सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँमा सहकारीमा आफै लिखित गरेर माग फारम भरेर लिएको पेश गरौँ। मैले पेश गर्ने यी प्रमाणहरू गलत हुन् भनेर साबित गर्ने कुरा आहा संसदीय समितिबाट कति मजा आउँथ्यो होला। गलत साबित गरिदिनुहोस् न मलाई। संसदीय समितिले साबित गर्ला नगर्ला मलाई थाहा छैन, तर मैले गगन थापाले पेश गर्छु भनेको प्रमाण गलत हो, तोडमोड गरेको तथ्यहीन कल्पित हो भनेर मैले पुष्टि गर्छु। यहाँ सुन्नुस्, त्यो अभियोजन पत्रमा रवि लामिछानेको नामबाट रकम निकालेको उल्लेख छ, तर रकम रवि लामिछानेले नै लगेको हो भनेर कुनै प्रमाण छैन। रविले त्यहाँ खाता खोलेका छैनन्, उनको केआईसी छैन, उनीसँग ऋण सम्झौता भएको पनि छैन, उनी सहकारीको सदस्य पनि छैनन्। उनलाई सहकारीले ऋण दिएको हो भने कम्तीमा तम्सुक हुनुपर्ने थियो। कुनै केही कागज पत्र छैन, छ त केवल रवि लामिछानेको नाम मात्रै छ। कसैको नाम मात्र लेखेको भरमा करोडौं करोड तिर्न असुल्न पर्ने भए विनोद चौधरी कंगाल अनि कंगालहरू मालामाल भइसक्थे। आर्थिक कारोबार नियम कानूनका आधारमा चल्छ भन्ने कुरा कम्तीमा गगन थापा जतिको नेताले थाहा पाउनु पर्थ्यो। आज उहाँले जे कुरामा प्रमाण भनेर हिँडिरहनु भएको छ त्यो केवल फगत कागजको खोस्टो हो। माननीयज्यू, यस्तो खोस्टो बोकेर तपाईँ अल्मलिनु भयो अनि आफ्ना समूहका सबै कांग्रेसी साथीहरूलाई खाडलमा जाग्नु भयो। दोस्रो बुदामा उहाँले भन्नुभएको छ कि सहकारीमा आफैले माग फारम भरेर लिएको प्रमाण पेश गरू। रवि लामिछानेले आफैले माग फारम भरेर ऋण लिएको भनेर उहाँले जे दाबी गरिरहनु भएको छ त्यो कुरा चाहिँ पोखराको सूर्यदर्शक सहकारीको हकमा हो, जसमा रवि लामिछानेको नाममा देखाइएको ऋण लिँदा तयार भएको फारम फेला परेको, तर सो फार्मको सम्पूर्ण विवरण नभेटिएको भनेर एक पत्रिकाले छापेको थियो। सम्भवतः थापालाई त्यही अधुरो प्रमाणित नहुने सक्कली दस्तखत ल्याप्चे केही नभएको फारम फोटोकपी गरेर कसैले दियो अनि अहिले उहाँ भन्दै हुनुहुन्छ आफैले माग फारम भरेको प्रमाण देखाइदिऊ। अस्ति संसदमा बोल्न पाएको बेलामा देखाइदिएको भए हुन्थ्यो त। देखाइदिऊ भन्ने अनि गोजीमा हाल्ने, यो त तर्स्याउने, घुर्की लगाउने, धम्काउने, अनाकमा संसद बन्धक बनाउने मात्र भयो। माननीयज्यू, जाँदा जाँदै म यति भन्न चाहन्छु, माननीय गगन थापाज्यूलाई सबै पहेँलो वस्तु सुन हुँदैन, सबै कागज प्रमाण हुँदैन, केही कागज टोयलेट पेपर पनि हुन्छ। माननीयज्यू, तपाईँ जतिको नेतालाई यो कुरा हेक्का रहोस् र तपाईलाई मेरो कुरा कस्तो लाग्यो र कमेन्ट बक्समा लेख्नु होला र चित्त बुझेको खण्डमा सबैमाझ पुर्याइदिन म हार्दिक अपिल गर्दै बिदा हुन्छु। धन्यवाद।